Welcome back to my mini vlog. Hello guys. म हजुरहरूलाई पुष्पला स्मृति पार्कमा गइरहेका छु। यो पार्क चाहिँ हेटौडा नम्बर 9 वार्डमा पर्छ। त्यतै मेरो मन्टेसन सकेपछि मामु र म भाइ मामु आएको। मेरो पहिलो पाइला मन्टेसरीबाट सफारीमा आएँ। अब म भित्र छिर्छ है गाइस। हजुरहरू पनि आइछ। यिनी बित्तिकै हामी पोखरी छ। कति धेरै माछा छ। यसो त गाइस ओम शान्ति लेखेको। मुनेले पोखरीतिरको पछिको बाटो हिँड्दैछ। के गरेको मेरो गुथुमुले हेरिसो त गाइस या पार्कमा चिसो सुधा पिउने पानी छ। हेरिसो त गाइसहरू पुष्पला श्रेष्ठको शालिक पुष्पला श्रेष्ठको हो हजुरहरूलाई थाहा छ? यस थाहा छ भने कमेन्ट गर्नुहोस्। यो पार्कमा चाहिँ 350 भन्दा बढी प्रजातिका फुलहरू प्लान्टहरू छन् अनि 40 भन्दा बढी रोज फ्लावरको प्रजाति पाइन्छन्। हामी पनि जाँदै थियौँ त्यो चुनुमुने पपीलाई भेट्यौँ अनि देबु र मैले मजाले बोकेर खेलाएँ बस गऱ्यौँ। त्यो पुन्टेको कोला मलाई किन खाइदियो अनि मैले बिस्किट फाल्दै फुत्दै। कुकुर क्युट छ। पार्कतिर गएर एकछिन बस्ने। यहाँ चाहिँ राम्रो डेकोरेसन छ। पछाडि हामीले आइसक्रिम खाइ स्ट्रबेरी फ्लेभरको किनकि गर्मी थियो त्यही भएर गाइजहरू जताततै पिसफुल इन्भाइरोमेन्टल सेन्टेसन हेरिस त गाइस यहाँ कति धेरै फिस छ। फिसिङ गर्न पाइँदैन। अब एक राउन्ड घुम्नु पर्यो पोखरीबाट राइटतिर लागेर घुम्दैछु। पुत्रङ गर्दै वाउ कस्तो राम्रो ठाउँ। हेरिस त गाइस जताततै फ्लावर्स चक्यो हेर्दै चाहिँ बुमचिकी गर्दै। हेरिस त गाइस अर्को पप्पी फेरि भेट भयो। यहाँ बोटिङ पनि गर्न मिल्छ गाइस। ओम शान्ति हेरिस त गाइस मेरो गुथुमुले कसरी कुदेको। हेरिस त गाइस कस्तो राम्रो कमलको फुल पनि छ। वाउ बुद्धसनम गच्छामि। हेरिस त गाइस शान्तिको प्रतीक व्हाइट कलरको परेवा पनि छन् किनकि यो पिसफुल मेमोरी पार्क हो नि त गाइस। अब लगभग सबैतिर घुमिसके। फाइनली पुष्पला पार्कको टाइम हेरि आइपुगेँ। हेरिस त गाइस कस्तो राम्रो सजाएको छ। अलि अनि पोखरी जस्तै छ। ब्ल्याकबेरीमा चाहिँ पुष्पला श्रेष्ठ जीवनी कथा कुरा लेखेको किताबहरू पनि छ। मेरो गुथुमुनेको कपडा हेरिस त गाइस आइसक्रिम लागेर। हजुरहरूलाई जान्न लाग्यो भने ब्ल्याकबेरी बसेर पढ्न सक्नुहुन्छ। गाइस मामुको सरप्राइज पनि यही खोले। थ्याङ्क यू मामु यही खोले अनि ह्याप्पी भए। थ्याङ्क यू मम्मा। उता हेरिस त गाइस शिवजी पनि होइसिँदो रहेछ। जय शम्भु। एकछिन मामु र भाइलाई इन्टरटेन गराउनु पर्यो।
ब्रह्मा रोटी हे रुपैयाँको रोटी हे रुपैयाँको रोटी फुलाइ फुलको भाग्य जान मेरो माया It's a guys beautiful flowers मन आनन्द नयाँ बटनमा पानी मिठो हुँदो रहेछ हाम्रो मामा भाइले एउटा बनाए आइसक्रिम खाइसकेर घर जाने बेलामा माछालाई एउटा चारो दिएर जाने कस्तो क्युट क्युट कलरको माछा छ किनकि म कफारी हो नि त वाउ घुमिसकेर फाइनली जाने बेलामा त्यहाँ भएको बासँग पनि एकछिन गफ गरे